मेरो दैनिकी साथीहरू यस समुद्रको किनारै किनार बिहान ड्युटीतिर जाँदै बेलुकी फेरि त्यही किनारै किनारको बाटो घरतिर फर्किँदै सिङ्ग जापानमा चाहिँ यो रेड लाइट बल्ने लाइट भएको ठाउँलाई सिङ्गो भन्छ। अहिले चाहिँ यहाँ रेड लाइट बलेको भएर रोकेको छु। नेपालमा जस्तै हो हुन त, रेड लाइट बल्दा रोकिने, येल्लो लाइट बल्दाखेरि रेडी हुने, ग्रिन लाइट बल्दाखेरि हिँड्ने हो। तर यहाँ चाहिँ फेरि त्यो ग्रिन लाइटको ठाउँमा चाहिँ लाइट चाहिँ ब्लू हुन्छ है, अलिकति फरक छ। अनि हिसाब समुद्र हेर्दै फ्रेस हुँदै काममा जाँदाको मजा नै बेग्लै छ के साथीहरू। फेरि बेलुका कामबाट थाकेर फर्किँदा पनि समुद्र विशाल समुद्र हेर्दै फर्किँदाखेरि त जोस फ्रेस भयो नि। अनि फेरि यो शान्त महासागर हेर्नुहोस्, यो समुद्र किनारमा राख्ने यो बनाएको मानव निर्मित हो। यो हुन चाहिँ यो ढुङ्गा जस्तो देखिएको छ नि, सिमन्टीको मानव निर्मित। यो के को लागि राख्छ त साथीहरू? तपाईँहरूलाई केही थाहा छ यसको बारेमा? के छ, के को लागि राख्छ यो? कि समुद्रको यो छालहरू बढी यता नआओस् भनेर रोक्नको लागि हो कि कुनै अन्य प्रायोजनको लागि राखेको हो कि के होला साथीहरू? यसको बारेमा थाहा हुनेले भनिदिनु त। शान्त महासागर म चाहिँ किनारै किनार जाने त्यसमा चढेर फोटो खिच्ने बाहेक अरू कुनै कुरा थाहा छैन। कहीँ चाहिँ छाल रोक्नकै लागि हो कि जस्तो लाग्छ। काममा जाँदैछु है साथीहरू। त्यसले चाहिँ धेरै छालहरूलाई चाहिँ कन्ट्रोल चाहिँ गरेको हुन्छ है। यो समुद्र भएको सबै देशहरूमा हुन्छ कि यो के हो